र आज हामी क्रसर यसो भिजिट गर्न आएको छौँ। क्रसरको के काम हुँदैछ तपाईहरुले यसो हेर्न सक्नुहुन्छ। क्रसर चलिरहेको छ। यो गाडी चाहिँ फिनिसिङको बालुवा लिन आएको हो। यो बालुवा धोएर गिटी धोएर वासिङ भएर आएको लेदो पानी हो। बालुवा लोड भएर निस्क्यो एउटा गाडी, अर्को लाइनमा छ। जेसीबी को लोडरले यहाँ 6 चक्के टाटाको टिप्परमा बालुवा लोडिङ गरिरहेछ। यो चाहिँ खस्रो बालुवा हो, उता फिनिसिङको झर्छ। उता चाहिँ गिटी लोडिङ, फेरि गिटी लोडिङ काम भइरहेछ। यतापट्टि चाहिँ तपाईको यो चाहिँ बेस हो, एक्सकाभेटरले चाहिँ बेस लोडिङ गरिरहेछ। यहाँ टिप्परहरू आउँदै होला। 5924 हाम्रो बेस्ट विष्णु गुरुजी आउनुभयो। यता चाहिँ धमाधम गिटी लोडिङ भइरहेछ। यो चालुवा गिटी हो। त्यहाँनिर पानी ट्याङ्कर पनि छ यता बासढ्याङमा। र चाहिँ हाम्रो सबैभन्दा बेस्ट गुरुजी हो विष्णु गुरुजी। ल साथीहरू, तपाईहरुले हेर्न सक्नुहुन्छ बालुवा यसरी आउँछ। यता चाहिँ ढलानका लागि खस्रो बालुवा एकै ठाउँबाट, यता चाहिँ फिनिसिङको बालुवा। माथि हप्परमा पनि ग्राभेल झार्छ माथि लगेर। माथि आइचरको टिप्परले झार्दैछ, ब्याक गर्दैछ हप्परमा। बालुवा हेर्नुहोस्, यो नयाँ मेसिन हो। एकतिर खस्रो एकतिर फिनिसिङको। हेर्नुहोस् हप्परमा यसरी ग्राभेल डम्पिङ हुन्छ पहिला। यो चाहिँ खोलाबाट डाइरेक्ट लिएर आएको चिसो चिसो छ ग्राभेल। त्यही भएर बिस्तारै बुमुर्खाएर झार्दै हुनुहुन्छ गुरुहरूले। फाइनली अनलोड भइसक्यो। यतातिर काम हुँदैछ धमाधम। त्यहाँ फरुवा गिटी झरिरह, लोडर चाहिँ फरुवा गिटीमा छ। एक्सकाभेटरले नि काम निरन्तर मिक्स गरिरहेछ बेसको लागि। फिनिसिङको बालुवा लोडिङ सुरु भयो।
माथि हप्परमा अर्को टिप्पर आएर झार्न लागिहाल्यो। पर क्यासको ब्याक लोडर पनि चल्दैछ। ल गाइज आजलाई मेरो भिडियो यति नै। के कस्तो लाग्छ तपाईँहरूलाई यसो कमेन्टमा पनि भन्न नबिर्सिनु होला।